कोरियाड के नै होला भनेको तोरी उखाल्नु पो रहेछ नि त भनेर पत्याउनु होला नि फेरि। यो चाहिँ फेरि नेपालकै धादिङ गल्छी पैरेनीको टारमा चाहिँ हामी तोरी उखाल्दैछौँ है त गाइज। हेर्नुहोस् है गाइज, हामी चाहिँ तोरी उखाल्न लागिरहेछौँ। यहाँ तोरी राख्नलाई पाल लिएर छौँ। तोरी चाहिँ सबै झरिसकेर त झर्नलाई रेडी, त्यही भएर हो। घाम चाहिँ लागिसकेको छैन, यतातिर घाम लाग्छ, यतातिर पनि घाम लाग्छ, यहाँ चाहिँ लाग्छ छैन है। ल बुढीले चाहिँ तोरी उखालिरहेको छ, हेर्नुहोस् त तोरी के छ बुढी? भइहाल्छ ल। हामी तोरी उखाल्दा थकित भइसकेका छौँ, थकित। हेर्नुहोस् है, यो सबै तोरी हो, आधा फुलेको आधा नफुलेको। ल तोरी पुरै उखाल्नुतर्फ लागिरहेको छ। फुलिसकेको तर पाकेको छैन, कोही फेरि भर्खर फुल्दैछ है। यो साइडमा चाहिँ फुल्दैछ, यो सबै हाम्रो होइन है। फेरि यो उखाल्ने बेला भएको मात्रै हाम्रो, तलको पनि हाम्रै हो र। ल तल फुलेको पनि हाम्रै हो, यता पनि हाम्रै हो, आँखाले देखुन्जेलसम्मको सबै हाम्रो होइन त बडी? हेलो रुजबिका, के छ? अब घाम लगाएर सबै झर्नलाई रेडी भइसकेको छ, त्यही भएर म चाहिँ यो मोबाइल चाहिँ रुजबिकालाई दिन्छु, रुजबिकाले खिच्नुहुन्छ है त। ठुलो बनाऊँ कि के? जसरी त्यसरी मिलाएर राख्नु पनि चुट्न तोरी म चाहिँ भित्र बसेँ त यहाँ। बसे हे मेरो यता नि तोरी उता नि तोरी भयो। आई विल तोरी तोरी आई विल तोरी आई विल तोरी 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 उखालिरहेको। हेलो, पछाडि उनी छ क्यामेरा के गर्ने बाइकबाट दाना लैजाने, दानाबाट फर्स्ट टाइम भेट्यो नि।
घरमा फोन गर्नु मम्मी नै आउनुहुन्छ कि मम्मी लिएर आउँदा अहिले यति बेलामा सबै उखालेर है उता खिच्छ नि त्यहाँबाट चुटेर गइन्छ कि म चाहिँ यहाँ बिचमा काम पाएर आएर खै म पुऱ्याउन जाँदैछु ए तोरी छोरी त हाल्नु हेलो बडी हेलो तोरी पुरै पाकेर रहेछ बडी पाकेर झरेछ यो सब झरिसक्यो जम्मै यस्तो भइसक्यो हामीले चाहिँ लगभग आधा चाहिँ भ्याइसकेका छौँ जसरी राखेन नि त बुढीले तोरी कसरी राख्ने सोधिरहेको छ त्यहाँ रुजुबिका थकित भएर पुरै सेन्टी फ्ल्याट हानिरहेको छ सेन्टी फ्ल्याट मलाई पनि थकेर आइसकेको छ यो पछाडि देखेको चाहिँ हामीले लगभग भ्याइसक्यौँ आधा नै भइसकेका छौँ अब हामी यो अगाडि भएको गर्नलाई अब अगाडिको गर्छौँ है त बुढीले गरिरहेको छ नि त्यो भाग गर्छौँ उखाल्छौँ रुजुबिका उठ हेर्नुहोस् त पछाडि फेरि यस्तो राम्रो दामी तोरी फुलिरहेछ है गाइज हेलो गाइज यसलाई तोरी भन्छ सुक्न लागेको तोरी मैले उखालिरहेको छु तोरी कति बोलेको छोरी के खिच्छ यता त एउटा भिडियो खिच्नु जान्दैन क्या ल लाग्यो त हामी चाहिँ कतिपयले यो थाहै छैन होला के उखाले होला मिस्टर पूर्णलाल श्रेष्ठले भनेर यो चाहिँ हामीले खाने तेल हो गाइस राउन्ड छ खिच्छ हामीले खाने तेल हो फुल चाहिँ नटिप है तोरी भन्छ यसलाई उखाल्ने पिट्ने मेलमा लगाएर पिसेपछि तरकारी खाने तेल लगाउने तेल भन्छ है गाइस हामी उखाल्दैछौँ आज उखालेर लगभग सकाउँछौँ यो चाहिँ कुन ठाउँ भन्नु होला यो चाहिँ धादिङको बैरेनीमा हो बैरेनीको टारमा है जिन्ठे टार आज चाहिँ डह्रो दुखिसकेको छ मलाई साथीहरू आज चाहिँ लास्टै दुख्दो रहेछ अब फेरि यो तोरी तेल ट्याक्क पारेर चाहिँ मजा आउँछ पर्छ चाहिँ राम्रो दिनको ल तिमी बोको ल त्यो फुलेको त नगर न बेला भएन ऊ त्यत्रो फुल्यो उखाल्नु भएन नि छोरा यो हो त्यो अहिले भर्खर उखालेर फालेको तिमीहरूले अनि यो फुलेको नउखाल्ने के डरै जाने भयो बुढी हात चाहिँ डरै जाने हो त समाधान नहोला जस्तो छ भोलि फेरि हामी कहाँ जाँदैछौँ बुढी सुनौला बजार जाँदैछौँ धादिङको सुनौला बजार मेरो जन्मस्थान चाडभन्दा प्यारो ठाउँ भोलि बाइकै चलाउन सकेला जस्तो गाइस
आज जे होस् रुद्रिकाले पनि एकदम ठुलो काम गरिरहेछ है साथीहरू। हामी उखाल्ने रुद्रिका बोकेर जाने। यति उखाल्ने हो झ्याम यसो जाने आज खाने आउने फेरि उखाल्ने बुढी। मनी आउँछु जाडोमा नआऊ, अब बेलुका जाडो हुन्छ। नै आउँछु तिमी पासँग बस न। नै हात चाहिँ छुनै नहुनु भएछ या। अब अहिले चाहिँ उखाल्न सक्दैन। हेर्नु साथी रगतै आइसकेको माथि हेर्दा। खोइ ल कराउँदै काट नि त। गाई छ फेरि भ्याएन भने हामी भोलि उखाल्छौँ है। भोलि बिहान भोलि बिहान बिहान चाँडै आएर उखाल्ने ट्याक्क त्यसो उखाल्ने भएर अनि सुनाउला बजार बाई प्लेनमा जाने 2 पाङ्ग्रे। गाइज अब हामीले चाहिँ तोरी उखालेर लगभग भइसकेका छौँ। त्यो तपाईँले देख्न सक्नुहुन्छ। अब आज यति चाहिँ आधा चाहिँ भ्यायो, पुरै भ्याउन सकेन। घामले लास्टै गाह्रो भयो। चिसो मौसममा नि एकदम गर्मीले हप भयो। अब भोलि अब अरू तोरी चाहिँ भोलि उखाल्छौँ। आधा पनि बढी उखालिसकेका रहेछौँ। आज एकदमै हेभी काम भयो। ठिक छ, अब हामी चाहिँ यो तोरीलाई छोप्छौँ है गाइज। आजको तोरी उखालेको भिडियो तपाईँलाई कस्तो लाग्यो हाम्रो युट्युब च्यानललाई भने सब्सक्राइब गर्न भने चाहिँ नभुल्नु होला है। ल है गाइज, अब भोलि पनि उखालेको फेरि हालौँ ल। आजलाई बाई बाई।